आकाश दाइ म त यही चुज गर्ने हो यो कति होला नम्बर भन्नु हैन नम्बर जति भयो नि यही चाहियो मलाई नम्बर क्यामेरा ए म क्यामेरामा आउनु पर्यो मैले चाहिँ कति चुज गर्नु पर्यो भने यो ठुलो पर्छ भन्दाखेरि ल 11 20 11 गयो 11 गयो भएन हैन यार थाहा छ मलाई होइन ठिकै छ मेरै हो यार लिनु भयो के हो भनेको त बौ यार थर्मस किन भने होला ल झन् मजाक गरेको यो होइन हैन होइन तपाईको होइन नि हैन एकछिन बस किनभने सबै अनराइप भइसकेपछि राम्रै हुन सक्ला कसैले साट्न सक्ला मैले चाहिँ जस्ट गेस गरेको थाहा छ नि त अर्को र्यान्डम नम्बर राखेर तीनटा जुन बच्छ नि लास्टमा तीनटा हुन्छ नि त हैन ठीक छ अब राखे त्यसरी कस्तो त पर्छ आफ्नै गिफ्ट पऱ्यो भने त राम्रै हो ल के गर्ने चाहिँ एक्सचेन्ज हुन्छ अहिले त थाहा छैन नि त तिमीले गेस गरे होला के गेस गरे तिमीलाई त थाहा छ तिम्रै हो मेरै हो अब कसैलाई अब त्यहाँ राम्रै होला भनेर थाहा भयो भने के अरे गेस गर्यो भने साट्न खोज्ला होइन तिमीलाई अब फाइदा हुन्छ भने साट्यो ए ल ठीक छ ल जे भयो नि मेरै गिफ्ट हो यो ल त्यसै यता होइन तिमीले राख ए मैले साट्न रेडी छ दाइ मैले एग्री हुनु पर्यो नि त्यो खालीसँग त कसरी मानेर भने बल्ल अनि त्यहाँ अर्को नाम दिपेन ल कति बाँकी छ कस्तो है आफैले पढ्यो 17 त यही पर्यो जस्तो होइन रे दिदी हैन ए ठुलोसँग साट्यो अरूसँग चाहिँ साटिन्छ लास्टमा ठुलो बच्यो भने त्यो पनि यसमा राख्ने नि तीनटैमा र्यान्डम नम्बर राख्ने अनि गेस गर्ने गेस गेस यसो हेर्दा नि भारी नै छ ढुङ्गाइ पऱ्यो क्या अब ढुङ्गै हो क्या हो साँच्चै अलिक भारी छ क्या अलिकति हो जस्तो छ यो तर भित्र पनि हेर्नु पर्यो डेकोरेसन नेक्स्ट त्यहाँ नम्बर भन्छ भन गएको भाइ गयो नत्र आउँछ फेरि 16 खाली होइन दिदीले त्यसको हेरेरै बस्नु भएको कि मैले